यो छोरीको देऊ सानोले उठ्यो देऊ यो ठुमीलाई मेरो छोरीलाई ल ओ ल मलाई यही चाहियो ल ल सानो अब त्यो तिमी के दिने हो चुमीलाई देऊ त किसमा भयो हुन्छ ल थ्यांक यू ठुलो मामुले ठुलो मामु कुन हो त त्यो होते बाको ठुलो मामुले ल ल यो समाउ आउ छमक दे छमक सानो छमक पहिले थ्यांक यू सानो ल्याउथी पहिले बहिनीले दिइसक्यो ल ठिक छ ल मामुलाई सब देऊ मेरो छोरी पनि ठुलै भइसक्यो कृष्णले यहाँ फेरि दिन्छ अब यो छोटकिन न यसरी ल मलाई ल्याइदिनी पहिले ठुलो मामुलाई हो ठुलो मामुलाई ल्याइदिन त ठुलो बिच्चाबाट ठुलो टु भन्जु बुढी त्यो बच्चालाई सिका न जे पनि नबोला अनि मान्छेको अहिले कसले छानु पनि गल्छिन अब के भने रे छानु पनि लगाइदिन्छु हस् कसले के भन्छ तँलाई के भन्छ आज तँलाई दाँत माझेनस् भनेर कसरी भन्यो ठुलो मामुलाई ल्याइदिनु पर्छ नि हो त ए हो र ल छानु लगाइदिनु सबैजनालाई कान्छीलाई प्रस गरे न आइसक्रिम गरायो लगाइन्छ सानोले लगाइन्छ छोड न होस् चीज आफै गर्छ देऊ न सानीलाई छोरी कृष्ण आफै लाउँछिन् सानोले आफै लाउँछ जुनले लाए पनि हुन्छ ल ल ठुलो मम्मीलाई लगाउ लगाइ छुमिने त्यो किसमा हात दुई हात मेरो यच अनि यता लगाउ भने बोल्छ यसरी मुख हेर्न पाऊ भनेर भन ल अब मामुले आइ आशीर्वाद पनि दिन्छन् फेरि ठुलो मामुलाई चाहिँ अनि यो ठुमीलाई लन्जु छुमीलाई त आशीर्वाद दिन नि त नि धेरै बिरामी नहुनु भनेर आशीर्वाद धेरै बिरामी आशीर्वाद देऊ खै आशीर्वाद देऊ बाबाहरूलाई होइन सानो हुँदैन आज थुप्पालाई लगाइदिनु वाइफले बहिनीको हात पुस्तिहाल त केक काटु हात पुस्छ जाऊ त ल अब केक काट ल छानु ल ह्याप्पी मदर्स डे भनेर हेपी नमस्ते दस्ते भनेर के गरे कृष्णले फेरि किन चलाउनु पऱ्यो तिमीले बाँकी भएर छोरी ल खै एउटा निकाल्नु ल पहिलो निकाल्नु यसरी बिच ल खुवाइदेऊ मामुहरूलाई खुवाइदेऊ सानो सानोले खुवाइदिन्छ सबैजनालाई ननाग्न कहाँ नाग्दै हिँड्छस् तैँले त्यो भाग नागेर हिँडेको छ केक पनि छ कि छैन क्रिम मात्रै छ क्या हो खोइ लु सबैलाई खुवाइदेऊ अलिअलि थुमिहाल्यो सानो पक्का कान्छी पक्का थुमीले निकालिदिन्छौ सानो अलिअलि ल ल हातले छमालाई खुवाइदेऊ सबैलाई सानो खुवाइदेऊ यहाँ खुवाइदेऊ है पहिले आफू खाने होइन नि ठुमीलाई खुवाइदेऊ थुमीहरूलाई खुवाइदेऊ पहिले क्रिमै धेरै हुँदो रहेछ कि यसमा यता ठुमीलाई खुवाइदेऊ मुखमा खुवाइदेऊ न सानो मुखमा